थाहा सकिन्छ भनेर तपाईँले विभिन्न क्रममा भन्ने गर्नुभयो त्यो अनुसार चाहिँ मैले आयोजना पनि त्यो अनुसार तपाईँले दिने तपाईँले चाहिँ मैले के गर्छु यति यति छ भन्ने भन्नुहुन्छ त्यही अनुसार मैले आयोजना गर्छु सर यो यति हुँदैछ यति आउँदैछ अब यति हुन्छ भन्ने भन्यो आयोजना त्यही अनुसार जवाब हुन्छ भन्ने तपाईँहरूबाट पनि विदेश सुक्यो भने फेरि पनि सुक्यो त्यसरी प्रदेशले पनि अब माथि सिओ सरले टार्गेट दिनुहुन्छ अब सबैजना एकजना चुन्नु भनेको हामी सबै असफल हुनु हो है अब सबै सफल हुनु भनेको हामी सबैजना सफल हुनु हो आज हामी कति गर्न सफल भयौँ त्यो अझै म त यो चैत महिनाको विदेश व्यापार देख्दाखेरि म त पैसा नै 20,000 नै सुस्त भइसक्यो त्यो पैसाको महिना चेक गर्न अलिकति अलिकति सुस्तायौँ त्यही कारणले गर्दा हामी चाहिँ अठारको यो फर्स्टमा चाहिँ जानु सफल भएन आज यस कार्यक्रममा अब हजुरको अब धेरैजनाको चाहिँ एजेन्सी म्यानेजर तपाईँले हुनुभएको छ अब कसको चाहिँ अब ऱ्याङ्कमा के भएको छ कस्तो भएको छ हजुरहरूले पनि सबैले आफ्नो ख्याल गर्नु पऱ्यो कति गरेर अब विदेश जस्तो अब कसैको 40-42 रुपियाँ छ 50 रुपियाँ उनीहरूले त्यो 60-40देखि लिएर क्लब मेम्बरदेखि लिएर अब नयाँ आउनुभएको चाहिँ ऱ्याङ्क न्यू भएको चाहिँ अब आफ्नो विदेशको बारेमा चाहिँ डाटाहरू चाहिँ अब सबैलाई फोन गर्दा के छुट्न सक्छ के हुनसक्छ आज सबैजना आउनुभएको छ यो सन्देश पनि तपाईँलाई होइन तपाईँले चाहिँ आफ्नो डाटाहरू लिएर एकदमै जागरुकता सघाउनु किनभने साउन्ड कसरी सिक्यो भने चाहिँ त्यो हामीले जाँच हुने सचाउनु हुने पहिला हामीसँग सचाउन ल्याएको थियो अब चाहिँ हुँदैन त्यो भएर सबैले चाहिँ आफ्नो विदेशको बारेमा सबैले आफ्नो के गर्नुलाई अब धेरैजना जस्तो एजेन्सीले चाहिँ मोबाइलबाट आफ्नो हुन्छ मैले चाहिँ शाखामा मैले अस्ति ग्रुपमा पनि हालेको थिएँ हजुरहरू त्यो चाहिँ आफ्नो सबैले अपडेटिङ होला आफ्नो टार्गेट मैले 100% गर्छु होइन अब कुनै कुनै त अब जस्तो राम्रो हुन्छ तपाईँ रिचार्ज गर्दै म 50 गर्छु हुन्छ 8-10 लाख पनि बोल्नुहुन्छ होइन यो पनि उत्साह हो तपाईँले चाहिँ के हुन्छ टार्गेट जति थियो मैले 1 करोड गर्छु भनेर मैले नसोचेको भए आधै करोड हुन्थ्यो होला होइन अब म अब जस्तो हाम्रो भगवती महाराज हुन्छ उहाँले हुन्छ असारको महिना 2 लाख सधैँ गरिदिनुहुन्छ एजेन्सी म्यानेजर हुनलाई उहाँले सुरु राखेको असारको महिना जस्तो आइहाल्छ उहाँहरू होइन अब के गर्नु त्यो गरेर भएन नि अब चाहिँ एजेन्सी म्यानेजर म यति हुन्छु यति गर्छु भने 2 लाख म 5-10 लाख गर्छु भनेर सोचेपछि त्यो विदेश हुने हुन्छ किनभने गएको वर्ष 25 लाख गर्दा मैले 50 लाख हुनुभएको मैले मजा गर्नु चाहिँ 50 लाख गर्दा 25 लाख गरेपछि 50 कहाँ डबल होला त भन्ने सोच्दै जस्तो भाउजूले 7-8 लाख गर्नुभएको छ अहिले 21-22 लाख रुपियाँ 23 लाख गर्नुभयो त्यो म जानुभएको छ अब त्यसरी सबैले चाहिँ अब जस्तो राजेन्द्र दाइ अस्ति तपाईँले जोडिनु भयो सर म एजेन्सीमा हुन्छु होला र भन्नुभयो आएर सर हामी भेटेका थियौँ त्यस दिन त्यस दाइको केही पनि त्यस थिएन अहिले उहाँ चाहिँ एजेन्सी म्यानेजर पनि सक्नु पऱ्यो सबैजनाले आफूले सोच्नु हो त्यो सोचेपछि अब हामीलाई चाहिँ विभिन्न मोटिभेसन प्रोग्रामहरू केन्द्रीय कार्यालय प्रदेश केन्द्रदेखि प्रदेश लेभलमा तपाईँले के भन्नुहुन्छ पोजिटिभ थिङ्किङ गरेर चाहिँ हामीले सकारात्मक सोच बनाएको थियो टाइम त्यसमा चाहिँ रिलिज हुन्छ कि मैले जसरी कार्य गर्छु मेरो करोडपति पुग्छ मेरो चाहिँ यति पुग्छ मेरो यति पुग्छ भने हामी सोच्दै गऱ्यौँ उठ्यौँ अनि त्यो चाहिँ अलिअलि क्लब गऱ्यो भने त्यो पुग्ने रहेछ भन्ने कुरा चाहिँ आज हाम्रो चाहिँ तपाईँ सबैको सफलता हाम्रो सफलता है यति भन्नु पऱ्यो आज थोरै थोरै टाइम बिजी हुनाले त्यहाँ धेरै लामो समय गर्न सकेन